नमस्कार सम्पूर्ण नेपाली मनहरूमा म कक्षा 12 को अहिले परीक्षाको रण मैदानमा हुनुपर्ने विद्यार्थी अनमोल रोका तपाईहरुमाझ केही सानो सन्देश आन्दोलनकारीलाई सन्देश भन्ने कविता लिएर आएको छु। यो आन्दोलनले 2007 देखि होस् जुन आन्दोलन जनयुद्ध होस् वर्ष 3346 अहिलेको जुनसुकै आन्दोलन होस् हामी मर्कामा परिरहेका छौँ। श्रमजीवीको पेटमा मात्र लात्ता हान्ने काम भइरहेको छ। त्यसकारण तपाईहरुलाई सम्पूर्णलाई आन्दोलनकारी योद्धाहरूलाई शरीक भएका सबै योद्धालाई मेरो सहृदयका साथ मेरो सन्देश छ। तपाईहरुले ग्रहण गरिदिनु होला। कविता आन्दोलनकारीलाई सन्देश। हे सच्चा योद्धा विद्रोही प्राणी, आस्था मनमा के छ बलिदानी, आन्दोलनकारी मुद्दा बोगी तर्पिन्छौ कता कसो गरी गरी, यही राष्ट्र बनाउन भनी कति गर्छौ खुरबानी, अझै बालुवामा पानी हाले जस्तो छ जिन्दगानी। हे आन्दोलनकारी तिमी कति हान्छौ श्रमजीवीको पेटमाथि, खै कहिले निको हुन्छ गरिब दुखीको मनको घाउ, कब पुरा हुन्छ तिम्रो आस्था माग, अब त सबै व्यर्थै जान्छ, हिजो गर्यौ आज गर्यौ अझै कति गर्छौ, गर्दा गर्दै अब त पुस्दै जान्छ, कहिले आफू मर्यौ कहिले कसैको काख रित्यायौ, विद्रोही गर्दा गर्दै आमा नै घुमायौ, तिम्रा सुशासन कहिले आउने हुन् कहिले, कयौं शहीद मरि गए व्यर्थै, अझै कति पुस्ता लाग्छ देशको मुहार फेर्न, इमानदार जिम्मेवार बनौ सबै सब, आन्दोलन विद्रोही यही रोकौं, आन्दोलन विद्रोह यही रोकौं, अब जागौं नेपाली निष्ठा साथ हामी सबै सब, जागौं है नेपाली। धन्यवाद। जय नेपाल। यहाँ देशको मुहार सुशासन आउने भनेको एउटा आन्दोलन गरेर होइन, यहाँ इमानदार र जिम्मेवार व्यक्ति हुनुहुन्छ। तपाईँ शिक्षक हुनुहोस्, केही कर्मचारी हुनुहोस्, डाक्टर हुनुहोस्, पाइलट हुनुहोस् अथवा कृषक हुनुहोस्, जेसुकै भने तपाईहरुलाई के चाहिएको छ त तपाईको अधिकार, तपाईको जिम्मेवार इमानदार हुनुपर्छ। कसैको पछाडि लाग्नु, आफ्नो शर्त पुरा गर्नको लागि कसैको पछाडि लाग्ने होइन। चुनावको बेलामा तपाई एदल फ्रान्सेस तपाईको मत अधिकार सही रूपमा आफ्नो बुद्धि पूर्वक प्रयोग गर्नुहोस्, अनि अन्य तपाईको जिम्मेवारी इमानदार पुरा गर्ने भने यसरी यो आन्दोलनको कुनै औचित्य हुँदैन, यसले कुनै देशलाई राम्रो बाटोमा लग्दैन सुशासनबाट। त्यसकारण हामी सबै जिम्मेवार र इमानदार बनौं र यो नेपाललाई एउटा सुन्दर राष्ट्र बनाऊँ भन्न चाहन्छु। धन्यवाद। जय नेपाल।